हरे कृष्ण। म त्रिदण्डी प्रभुपाद दास। नियमित श्रीमद् भगवत गीता वाचन गर्ने क्रममा आज श्रीमद् भगवत गीता अध्याय 1 श्लोक नम्बर 41 र 42 वाचन गर्दैछु। कृपया ध्यानपूर्वक सुन्नुहोला। श्रीमद् भगवत गीता अध्याय 1 श्लोक नम्बर 41 यस प्रकार रहेको छ। शङ्करो नैरकायैव कुलघ्ननाम कुलस्य च पतन्ति पितरो ह्यसां लुप्त पिण्डोदक क्रिया। यसको शब्द अर्थ यस प्रकार रहेको छ। शङ्कर यस्ता अवाञ्छित सन्तान नरकाय नारकीय जीवनका लागि एव निश्चय नै कुलघ्ननाम कुलको सङ्घार गर्नेहरू कुलस्य कुलको च पनि पतन्ति गिर्दछन् पितर पितृहरू हि निश्चय नै एसाम यिनीहरूका लुप्त रोकिन्छ पिण्डोदक पिण्ड क्रिया कर्म। यसको अनुवाद यस प्रकार रहेको छ। वर्णशङ्कर सन्तानहरूको वृद्धिबाट परिवारलाई र पारिवारिक परम्परा दुवैलाई नाश गर्ने दुवै प्रकारका कुलघातीहरू नरकमा पर्दछन्। यस्ता कुलघातीहरूका पितृहरू पनि श्राद्ध तर्पण जस्ता पितृ कार्यको लोप हुनाले नरकमा खस्दछन्। यसको तात्पर्य इस्कन फाउन्डर आचार्य श्रील प्रभुपादले दिनुभएको छ। सकाम कर्मका विधि विधान अनुसार कुलका पितृहरूलाई समय समयमा पिण्ड तथा तर्पण दिनु पर्दछ। विष्णुको पूजाद्वारा यो कार्य सम्पन्न गरिन्छ, किनभने विष्णुलाई अर्पण गरिएको उच्छिष्ट प्रसाद खानाले सबै पापबाट मुक्त भइन्छ। कहिलेकाहीँ पितृहरू पनि विभिन्न किसिमका पाप कर्महरूबाट ग्रस्त हुन सक्दछन् र कहिलेकाहीँ ती मध्ये केही पितृहरू स्थूल शरीर प्राप्त गर्न नसकेर प्रेतका रूपमा सूक्ष्म शरीर धारण गर्न बाध्य हुन्छन्। यदि छोरा नातिले आफ्ना ती पितृहरूलाई भगवानको प्रसाद अर्पण गरिदिए भने तिनीहरू दुःखमय प्रेतयोनि तथा अन्य कष्टमय जीवनबाट मुक्त हुन्छन्। यस किसिमको पितृ श्राद्ध गर्नु एउटा कुल परम्परा नै हो। जो व्यक्ति भक्त बनेको छैन त्यस्ता व्यक्तिले यो कर्म गर्नै पर्दछ। तर भक्ति मार्गमा लागेको भक्तले भने यस्ता कर्महरू गर्नु आवश्यक छैन। उसले केवल भगवानको भक्ति गर्नाले मात्र आफ्ना सयौं हजारौं पितृहरूलाई यस्ता सङ्कटपूर्ण अवस्थाबाट सजिलै उद्धार गर्न सक्दछ। श्रीमद् भागवत 11 स्कन्द अध्याय 5 श्लोक नम्बर 41 मा भनिएको छ, देवर्षि भूताप्नतृणाम पितृणाम न किङ्करो नाय मृणी च राजन सर्वात्मना च शरणम शरण्यम गतो मुकुन्दम परिहृत कर्तम। अर्थात् जो व्यक्ति आफ्ना अरू सबै कर्महरूलाई छाडेर मुक्तिदाता भगवान मुकुन्दका चरणारविन्दको शरणमा परेको छ र उक्त भक्ति मार्गमा अत्यन्त सावधानीपूर्वक हिँडेको छ भने त्यो व्यक्ति देवताहरू, ऋषिमुनिहरू, सामान्य जीवात्माहरू, पितृहरू, इष्टमित्रहरू वा मनुष्यहरूप्रति गर्नुपर्ने कर्तव्य वा ऋणबाट मुक्त हुन्छ। भगवानको सेवा गर्नाले मात्रै पनि यस्ता सबै दायित्वहरू स्वतः पुरा हुन्छन्। श्रीमद् भगवत गीता अध्याय 1 श्लोक नम्बर 42 दोषैरितै कुलघ्नानां वर्ण शङ्कर कारकैः उत्साध्यन्ते जाति धर्म कुधर्माश्च शाश्वतः। यसको शब्द अर्थ यस प्रकार रहेको छ। दोषै यस्ता दोषहरूले यतै यी सबै कुलघ्नानाम कुलको विनाश गर्नेहरूको वर्णशङ्कर अवाञ्छित सन्तानहरूका कारकै कारणले गर्दा उत्साध्यन्ते नष्ट हुन्छन्। जाति धर्म सामुदायिक योजनाहरू कुल धर्म पारिवारिक परम्पराहरू च पनि शाश्वता सनातन। यसको अनुवाद यस प्रकार रहेको छ। आफ्ना कुल परम्परालाई नाश गर्ने व्यक्तिहरूको कुकृत्यबाट वर्णशङ्कर सन्ततिहरू उत्पन्न हुन्छन् र तिनका दुष्कृत्यहरूबाट सबै प्रकारका सामुदायिक योजनाहरू तथा पारिवारिक कल्याणका कार्यहरू समेत नष्ट हुन पुग्छन्। यसको तात्पर्य इस्कन फाउन्डर आचार्य श्रील प्रभुपादले दिनुभएको छ। मानिसले आफ्नो परम पुरुषार्थ रूपी मोक्ष प्राप्त गर्न सकोस् भनेर नै मानव समाजका चारै वर्णका लागि सनातन धर्म वा वर्णाश्रम धर्मले तिनका सामुदायिक योजनाहरू र पारिवारिक कल्याणका कार्यहरूको समेत व्यवस्था गरेको छ। यदि समाजका अनुत्तरदायी नेताहरूले सनातन धर्मको परम्परालाई नै विखण्डित पारिदिए भने त्यसबाट समाजमा अव्यवस्था फैलिन पुग्दछ। फलस्वरूप मानिसहरू जीवनको मूल उद्देश्य भगवान विष्णुलाई नै बिर्सन पुग्दछन्। यस्ता नेताहरूलाई नै अन्धा मानिन्छ र यिनीहरूका पछि लाग्नेहरू अवश्य नै अस्तव्यस्तको स्थितिमा पुग्दछन्। आजको लागि श्रीमद् भगवत गीता वाचन यति नै। बाँकी भाग हामी अर्को भिडियोमा वाचन गर्नेछौँ। आजको भिडियो मन पर्यो भने कृपया लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला र यस्तै ज्ञानको लागि मेरो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई पनि दबाउनुहोला। हरे कृष्ण।